नमस्ते सबैजनालाई, वेलकम टु आवर च्यानल अनिल स्टेसन। मेरो नाम अनिल प्याकुरेल हो र हाल म काठमाडौँको बुढालीगण्डमा बस्छु। मेरो बारेमा भन्नुपर्दा म 5 वर्ष लामो कर्पोरेट जागिर छोडेर केही गर्ने उद्देश्यले आज म फर्स्ट भ्लग बनाउँदैछु। म फर्स्ट भ्लग बनाउनका लागि हामी पशुपतिनाथ मन्दिरमा आएका छौँ। हाम्रो उद्देश्य भनेको फुड ट्रक खोल्ने हो र हाम्रो स्टार्टिङ जर्नी भनेको ग्लास अफ जुस र लस्सीबाट सुरु गर्न लागेका छौँ। हाम्रो फुड ट्रक खोल्नका लागि हामीले 99 डेजको च्यालेन्ज राखेका छौँ। हाम्रो च्यालेन्ज भनेको फन्ड रेज गर्ने र सँगसँगै हाम्रो फेसबुकमा 50,000 फलोवर्स र हाम्रो युट्युबमा 20,000 सब्सक्राइबर्सको लागि हामीले च्यालेन्ज राखेका छौँ। हाम्रो फुड ट्रकमा हाम्रो इन्भेस्टमेन्ट कति र हामीले कसरी फन्ड रेज गर्दैछौँ भन्ने जानकारीका लागि तपाईहरूले हाम्रो फेसबुक र युट्युब च्यानलमा भनिराख्नु होला। हाम्रो फेसबुकको र युट्युबको लिङ्क राखेका छौँ। हाम्रो फेसबुक र युट्युबको लिङ्क तल कमेन्ट सेक्सनमा पनि राखेका छौँ। हाम्रो आगामी जर्नी, हाम्रो आउँदो जर्नी कस्तो हुन्छ, हामी डेली भ्लग्सहरू, डेली भिडियोजहरू हामी सेयर गर्नेछौँ। हाम्रो फुड ट्रकमा हाम्रो इन्भेस्टमेन्ट कति र हामी कति फन्ड रेज गर्दैछौँ भन्ने जानकारीका लागि हामी सेकेन्ड भिडियोमा राख्नेछौँ। त्यतिन्जेलसम्म हजुरहरूले हामीलाई हाम्रो च्यानलमा भनिराख्नु होला। मेरो बारेमा भन्नुपर्दा मेरो लास्ट स्यालेरी कति थियो भन्ने जानकारी पाउनका लागि तपाईहरूले हाम्रो युट्युबमा 20,000 फलोवर्स र फेसबुकमा 30,000 फलोवर्स पुगेको दिन म मेरो करियरको जर्नी र त्योभन्दा अगाडिको जर्नीको एउटा भिडियो बनाएर सेयर गर्नेछु। हजुरहरूको एउटा सपोर्टले, एउटा सेयरले, एउटा लाइक्सले हामीलाई धेरै हौसला मिल्नेछ। हजुरहरूले हाम्रो भिडियोलाई लाइक, सेयर र हाम्रो फेसबुक च्यानल, हाम्रो च्यानललाई फलो गरिदिनु होला।